सबैजनालाई नमस्कार। यो हाम्रो पालामा फेरि जात्रै रमाइलो हुन्थ्यो कि हेर्नु। अब बिहा हुने हेर्नु, कसैको अब गाउँतिर बिहा भयो, छोराको बिहा फेरि, अनि छोराको बिहामा जाने हेर्नलाई, रमाइलो हेर्नलाई। अनि रमाइलो पनि कस्तो भन्नु न, त जन्ती गइसकेपछि सबै छोरा मान्छे जति जन्ती गइसकेपछि अनि त्यहाँ महिलाहरूले त्यहाँ रत्याउली भन्ने नाच हुन्थ्यो। मारी रत्याउली भन्ने नाच उरुम हुने हेर्नु। त्यहाँबाट अब हामी त अब सानालाई जन्ती नलग्ने, हिँडेर जान पर्ने। अब गाडीको सुविधा नै, केही नै, अब हिँडेर जान पर्ने। हिँडेर जानलाई हामीलाई चाहिने यो हिँड्न सक्दैन, यसलाई बोक्न पर्छ, दुःख हुन्छ भनेर हामीलाई अब अग्रज दाजुहरूले अनि पछि दिदीहरूले हामीलाई जन्ती नलग्ने। हामीलाई पनि रमाइलो चाहिने, बच्चा बच्ची भए पनि जियोस्, अब बिहामा रमाइलो, यसको बिहा अरे, यसको दाइको बिहा अरे भन्ने हुने। त्यहाँबाट रातिमा त्यो महिलाहरू नाचिसकेपछि हामी खुसुक्क गएर पुरै नाच हेर्ने लुकेर। त्यहाँ त मेरा बाबै नि महिलाहरूको नाच त खत्रै हुँदो रहेछ। रत्याउली त हेर्नु, त्यो पुरै छोरा मान्छे बने छोरी मान्छे बनेर नाचेर त्यहाँदेखि उडुम गर्ने हैछ कि, त्यस्तो जमाना थियो कि पहिला हाम्रो पालामा। अनि त्यसपछि गइयो केटाकेटी हुँदाखेरि लुकेर हेऱ्यो, करङ्साबाट लुकेर हेऱ्यो हेर्नु हामीले, त्यस्तो पनि थियो जमाना। तपाईँहरूकोतिर के थियो त्यो त थाहा भएन मलाई, जे होस् त्यस्तो पनि हुन्थ्यो। त्यो रमाइलो अहिले पनि अब जे होस् सम्झिँदाखेरि एकदमै आनन्द रमाइलो लाग्छ कि है। अब अहिले त त्यो जमाना गयो, अहिले रत्याउली भनिसकेपछि त अब राम्रो राम्रो गाउने जे होस् राम्रो छ। पहिला त्यस्तो उडुम हुन्थ्यो